परिवारले बल्ल बल्ल पोस्टिक छोडिसकेको छ। 1 घण्टा चाहिँ त्यहीँ बसिदियो हो। अब यहाँनिर दुईजनालाई उकाएर ल्याउँदैछौँ। यहाँ चाहिँ शीतल होला, बाहिरी चाहिँ आगो बलिरहेछ। छुनासँग मजा छ यहाँनिर। के किन्नु भएको? के किन्नु भएको? छोरीले सपिङ गर्यो। हामी जाँदैछौँ माटो तल्ला करोडको माल हेर्नुको लागि। यहाँनिर यो खालको छ। खोज्नु भएको के हो थाहा भएन। 1 करोडको माल यहाँनिर हेर्दैछ बहिनीले। आयो यहाँनिर है। यसमा चाहिँ हल्दी लाग्दैन अरे होइन, हल्दी खाएर मात्रै याद हुन्छ। हेलो गुड मर्निङ सबैजनालाई। तपाईँहरू फिट एन्ड फाइन हुन्छ भन्ने आशाको साथमा आजको ब्लगिङमा पनि तपाईँहरूलाई स्वागत गर्दछौँ। अनि आजको ब्लगिङ स्टार्ट भइसकेको छ गाडीभित्र। अनि बाहिरको घाम लागेको छ, 4-5 वटा घाम लागिरहेको छ र म चाहिँ गाडीमा भित्र चिसो तापेर बसिरहेको अवस्था। अनि अहिले कहाँ छु भन्दाखेरि चाहिँ सिङतामको गोसखान डाँडाबाट तपाईँलाई प्रत्यक्षै आजको ब्लगको इन्ट्रा बोलिरहेको छु। अनि अब यहाँ किन आइयो भन्दाखेरि चाहिँ मेरो सालीज्यू आउनु भएको छ। अनि उहाँ सिङताम आउने रहर गर्नुभयो। अनि उसको साथमा इमसोङमा छोरीको आमा अनि उहाँहरू पनि आउनु भएको छ। अनि म चाहिँ यहाँबाट गाडी राख्ने नपाएर खोज्दै गोसखान डाँडा आइपुग्दाखेरि चाहिँ एउटा गाडी राख्ने जग्गा पाइयो यहाँनिर। अनि म चाहिँ निस्किनु मन छैन किनभने गरम चाहिँ यस्तो डरलाग्दो छ। अब म रवा पनि जानै पर्ने हुन्छ किनभने छोरीलाई बोक्नुपर्छ, पछि हिँड्नुपर्छ। उहाँहरूले के किन्छ त्योहरू बोक्नुपर्छ। त्यही भएर चाहिँ अब म यहाँबाट निस्किनु पर्ने हुन्छ। अब के हुन्छ कस्तो हुन्छ तपाईँहरूले ब्लगमा मजाले इन्जोय गर्नु होला। घर जाँदैन कहाँ छ? अरू सामान कहाँ छ? होइन उयो यहाँ चाहिँ शीतल होला, बाहिरी चाहिँ आगो बलिरहेछ। छुनासँग मजा छ यहाँनिर। के किन्नु भएको? के किन्नु भएको? छोरीले सपिङ गर्यो। परिवारले बल्ल बल्ल पोस्टिक छोडिसकेको छ। 1 घण्टा चाहिँ त्यहीँ बसिदियो हो। अब यहाँनिर दुईजनालाई उकाएर ल्याउँदैछौँ। यो ब्याग त पुरानो याद पो आयो त हौ। यसमा त लाबरले बाँधेको पो हुन्छ त। आज कतिको छ? सिधा अब गइँदैछ अर्को जग्गा। हजुर ए छिरिङ सिस्टर हुनुहुँदो रहेछ। अब चिराबा माटो आमा सक्दैन त अन्त। त्यो सकेर कहाँ अरे फेरि? त्यसो नगर, छिटो गर, ड्युटी पो जानुहोस्। के चाहिँ किन्यो त? त्यो लाग्दैन। हेलो के आमा अब नानीहरूले पकाउँछ यसले हेर्छ ल ल जस
उहाँले किन्नुहुन्छ आज लाबरमा बाँधेर लिएको छ यो झोला छालाको झोलामा पैसा हामी जाँदैछौँ माटो तल्ला करोडको माल हेर्नुको लागि यहाँनिर यो खालको छ खोज्नु भएको के हो थाहा भएन 1 करोडको माल यहाँनिर हेर्दैछ बहिनीले आयो यहाँनिर है यसमा चाहिँ हल्दी लाग्दैन अरे होइन हल्दी खाएर मात्रै याद हुन्छ वाटर बोतलहरू पनि रहेछ पछाडि फर्क्यो भने सिङतामको रामामाटमा आउनुहोस् दिवाली अफर फेरि म आइपुगेको छु त्यही जग्गामा उहाँहरूको चाहिँ सपिङ सकेको छैन सो म चाहिँ यहाँनिर वेटिङमा छु वेट गर्दा गर्दा एकछिन पर पुगेर पनि आइयो अन्त अहिले चाहिँ वेटमा छु यहाँनिर यहाँबाट गाडी निकालिसक्दा राख्ने जग्गा पाइँदैन सो चिसो ताप्दै बसाइ छ हामी चाहिँ यहाँ छिटो गर्दै आइपुग्यौँ बाटो यस्तो रहेछ इम्चोङमा पनि उठ्यो इम्चोङको छुनाको हेरिहालौँ सुताइ छुनालाई हेर्दैछु सिटिङ रुम सुताइ साथौ छोडिदिइहाल्नु नि हामीलाई चाहिँ त ढिलो पार्यो नि आज